चाहिँ एकदम टिपिकल गाउँको परिवेशमा र गाउँमै अब बजारबाट 5-10 मिनटको फरक भए पनि एकदम गाउँ जस्तो देखिन्छ र गाउँले परिवेशहरू चाहिँ पाइन्छ यहाँ। हाम्रो चाहिँ अब सकेसम्म चाहिँ लोकललाई नै प्राथमिकता दिने हुनाले चाहिँ अब जस्तो कि पुरानो जस हराइसकेका कुराहरू चाहिँ हामीले निकाल्छौँ, जस्तो सुकाएर राखेका कुराहरू भयो होइन, अनि कोदोको परिकारहरू हराइसकेका थिए त्यस्ता खालका चाहिँ परिकारहरू चाहिँ हाम्रो होमस्टेमा पाइन्छ। यो एरियामा चाहिँ हामीले एउटा फुलको हब पनि बनाउन खोजिरहेका छौँ। आफ्नो चाहना अनुसार चाहिँ यहाँ रमाइलो गर्न पाइन्छ।